दर्शकवृन्द नमस्कार। भातगाउँ टेलिभिजनको भातगाउँ संवादको यो नयाँ श्रृङ्खलामा सम्पूर्ण आदरणीय दर्शकहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता नवीना। हरेक साता हामीले एउटा नयाँ विषयवस्तु यहाँहरूमाझ प्रस्तुत गर्ने गरेका छौँ र विभिन्न क्षेत्रका विषयहरूलाई प्रस्तुत गर्ने क्रममा सोही विषयसँग सम्बन्धित व्यक्तिहरूसँगको कुराकानी यो कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ। र आजको कार्यक्रममा पनि हामीले एउटा विषयवस्तु लिएका छौँ। आजको कार्यक्रममा हामीले भक्तपुर नगरपालिकाद्वारा वितरण गरिएको छात्रवृत्तिको विषयलाई लिएर आएका छौँ र आज यो विषयमा हामी कुराकानी गर्नेछौँ। आजको यो विषयमा कुराकानी गर्नका लागि हाम्रो स्टुडियोमा हामीसँग आज हुनुहुन्छ भक्तपुर नगरपालिकाका शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद कर्मचारीजी हुनुहुन्छ। आज हामीसँग उहाँसँग आजको कार्यक्रममा हामी कुराकानी गर्नेछौँ यो छात्रवृत्तिको बारेमा, जुन नयाँ सेसन आउँदैछ कक्षा 11 को, र यही विषयलाई हामी केन्द्रित रहेर कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। हजुर, यो भक्तपुर नगरपालिकाद्वारा नगरका विद्यालयहरूलाई चाहिँ जुन छात्रवृत्ति दिनुपर्ने भनेर जुन व्यवस्था गरिएको छ विद्यार्थीहरूको लागि भनेर, यो छात्रवृत्ति भक्तपुर नगरपालिकाले कहिलेदेखि सञ्चालनमा ल्याएको हो? के उद्देश्य रहेको छ यहाँहरूले यो छात्रवृत्ति प्रदान गर्नुको लागि? प्रश्नको लागि धन्यवाद छ। यो हाम्रो देशमा परिवर्तित सन्दर्भ अनुसार शिक्षालाई स्थानीय तहमा जिम्मा दिइसकेपछि भन्नाले देशमा संघीयता आइसकेपछि 2074 पछाडि 2075 सालदेखि भक्तपुर नगरपालिकाले यो कार्यक्रमलाई अगाडि बढाउँदै आएको हो र यो कार्यक्रम वास्तवमा योभन्दा अगाडि राष्ट्रिय परीक्षा बोर्डले एससीमा सामुदायिक विद्यालयबाट एससी उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई कक्षा 11-12 मा निशुल्क छात्रवृत्तिमा अध्ययन गर्नुको लागि सिफारिस गर्ने गरिन्थ्यो र हामीले 75 सालदेखि यो नगरपालिकालाई शिक्षाको जिम्मा आएपछि हामीले चाहिँ यसलाई चाहिँ अलिक व्यवस्थित रूपमा छनौट गरेर यो कार्यक्रम चाहिँ सञ्चालन गर्दै आएका छौँ। हजुर, जस्तो भक्तपुर नगरपालिकाले यो छात्रवृत्तिको जुन सुविधा छ विशेष गरी आफ्ना नगरका बासिन्दाहरूको लागि, विद्यार्थीहरूको लागि भनेर अन्य नगरपालिकाहरूले भन्दा यो नगरपालिकाले चाहिँ यो काम अगाडि ल्याएको छ। यहाँहरूले यो काम ल्याउनुको मुख्य उद्देश्य चाहिँ के राख्नु भएको छ त? हाम्रो भक्तपुर नगरपालिकाको सन्दर्भमा हामीले चाहिँ 2075 सालदेखि नै हामीले चाहिँ अब न्यायोचित रूपमा पाउनुपर्ने विद्यार्थीले अथवा जेहनदार तर आर्थिक रूपमा विपन्न विद्यार्थीहरूले निशुल्कमा अध्ययन गर्न पायो भने विद्यार्थीले राम्रोसँग सिक्न सक्छ भन्ने हिसाबमा हामीले अब यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ भनेर एउटा छनौट परीक्षा गरेर चाहिँ हामीले चाहिँ सेलेक्ट गर्ने गरेका हौँ। हजुर, अब यो छात्रवृत्ति चाहिँ यहाँले अब यो सङ्घीय सरकार आइसकेपछि जुन 75 सालबाट स्थानीय तहमा शिक्षाको एउटा जिम्मेवारी राखिसकेपछि यहाँहरूले जुन चाहिँ स्थानीय पाठ्यक्रम होइन स्थानीय पहिचानलाई विद्यार्थीहरूमा चाहिँ उजागर गर्नको लागि स्थानीय पहिचानको पनि विषयवस्तुहरू राख्नुभयो। अब यो छात्रवृत्ति चाहिँ यहाँहरूले कति कक्षादेखि कति कक्षासम्मको लागि व्यवस्था गर्नुभएको छ त? अब यसमा चाहिँ हाम्रो अहिले पालिकामा के प्र्याक्टिस छ भन्दाखेरि कक्षा 10 सम्म अब सामुदायिक विद्यालयमा त शुल्क तिर्नु परेन। संस्थागत विद्यालयमा हामीले चाहिँ शुल्क सिलिङ भनेर चाहिँ शुल्क सिलिङ निर्धारण गरेका छौँ। त्यो पनि सम्भवतः हामीले चाहिँ न्यायोचित रूपमा अर्थात् अरू पालिकामा भन्दा चाहिँ कम नै निर्णय गरेका छौँ। अनि यसमा चाहिँ संस्थागत विद्यालयहरूमा यदि कुनै विद्यार्थीहरू छात्रवृत्तिमा अथवा निशुल्क अध्ययन गर्न चाहनुहुन्छ भने वडाको सिफारिसमा विद्यालयलाई अनुरोध गर्ने अनि शिक्षा शाखाले पनि अनुरोध गर्ने गरेका छौँ। तर यो कक्षा 11-12 को हकमा चाहिँ यसमा सबैले पैसा तिरेर पढ्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ यो चाहिँ नगरपालिकाभित्र कक्षा 11-12 सञ्चालित विद्यालयहरूमा गत वर्ष जति विद्यार्थी भएको हो त्यो विद्यार्थीको 10% उनीहरूले चाहिँ छात्रवृत्तिमा अध्यापन गराउनै पर्छ। तर हाम्रो रेकर्ड अनुसार भक्तपुरका अधिकांश प्राय सबै विद्यालयले 10% भन्दा पनि बढी 50-60% विद्यार्थीहरूलाई चाहिँ छात्रवृत्तिमा अध्यापन गरेको हामीले पाएका छौँ। र
त्यो हुँदाहुँदै पनि हामीले चाहिँ 10% मध्ये 10%लाई 100% मानेर त्यसको 33% विद्यार्थीहरूलाई चाहिँ यो छात्रवृत्ति वितरण कार्यविधिमा तोकेको क्राइटेरिया बमोजिम हामीले चाहिँ परीक्षा लिएर छनौट गरेर सिफारिस गर्ने गरेका छौँ। हजुर, भन्नाले एक किसिमले यो खुला प्रतिस्पर्धा जस्तै हुने भयो होइन? यसमा अब यस्तो छ, यो विशेष गरेर यहाँले अब क्राइटेरिया नै भन्नुभयो, यो छात्रवृत्ति पाउनको लागि विद्यार्थीहरूको क्राइटेरिया चाहिँ के हुनुपर्छ त, के आधारहरू? ठिक छ, म त्यही भन्न खोजेको। यो हामीले चाहिँ छात्रवृत्ति भनेर यो कक्षा 11 विशेष त यो छात्र 11-12मा अब अघि भने जस्तै 10सम्म चाहिँ विद्यालय वडाले आफै म्यानेज गर्छ, 11मा हामी गर्छौँ। अनि 11भन्दा माथि उच्च शिक्षाको लागि फेरि नगरपालिकाले छुट्टै शैक्षिक ऋण अरू छात्रवृत्तिहरूको व्यवस्था गरेको छ, त्यो चाहिँ आफ्नो ठाउँमा छ। तर यो 11को हकमा चाहिँ हामीले जो विद्यार्थीलाई छात्रवृत्तिमा सिफारिस गरेका छौँ त्यो विद्यार्थीले त्यो विद्यालयमा जाँदाखेरि उसलाई भर्ना शुल्क र 2 वर्षको महिना शुल्क 11-12को 2 वर्षको महिना शुल्क छुट पाउँछन्, छुट दिनुपर्छ भनेर हामीले चाहिँ त्यो सहमति गराएका छौँ। अनि त्यसमा पनि के छ भन्दाखेरि यो छनौट गर्ने आधारहरूमा चाहिँ हामीले धेरै विभिन्न आधारहरू तय गरेका छौँ। यो एउटा चाहिँ विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका 2074मा पनि उल्लेख छ। त्यस्तै संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि 2074मा पनि उल्लेखित छ र त्यसलाई र अनि हाम्रो पालिकाले यो छात्रवृत्ति वितरण समितिबाट चाहिँ निर्णय गरेर एउटा कार्यविधि बनाएर हामीले केही आधारहरू चाहिँ राखेका छौँ र यो आधारमा चाहिँ पहिलो आधार चाहिँ के छ भन्दाखेरि विद्यार्थीले एससीमा प्राप्त गरेको जिपिए त्यसलाई चाहिँ हामी 50% अनि हाम्रो अहिले चाहिँ छनौट परीक्षा चाहिँ 100 मार्क्सको अब्जेक्टिभ क्वेसन हुन्छ। यो चाहिँ विषय समूहगत अनुसार क्वेसनहरू फरक फरक हुन्छ, जस्तै विज्ञान विषय समूहको लागि छुट्टै, मानविकी विषय समूहको लागि छुट्टै, व्यवस्थापन विषय समूहको लागि छुट्टै, शिक्षा विषय समूहको लागि छुट्टै, कानुन विषय समूहको लागि छुट्टै हुन्छ। हामीले यो साधारण तर्फको लागि मात्र चाहिँ हामीले दिने गरेका छौँ र त्यसमा त्यो परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई 50% गरेर 100%मा हामी मूल्याङ्कन गर्नेछौँ र त्यो मूल्याङ्कनमा चाहिँ उच्च अङ्क हासिल गर्ने आधारमा हामी मेरिट लिस्ट बनाउनेछौँ। अनि त्यो बाहेक चाहिँ हामीले के गर्नेछौँ भन्दाखेरि यो सामुदायिक विद्यालयबाट आउने विद्यार्थीहरू 75% र संस्थागत विद्यालयबाट आउने विद्यार्थीहरू 25% को आधारमा छुट्याउनेछौँ। यो विगतमा सामुदायिक विद्यालयबाट आउने विद्यार्थीले मात्र दिने सिस्टम थियो, तर हाम्रो पालिकामा आइसकेपछि जनप्रतिनिधिहरूले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई पनि उनीहरू पनि अब आखिर नेपाली जनताका छोराछोरी हो, त्यो भएको कारणले उनीहरूलाई पनि यसमा चाहिँ अवसर दिनुपर्छ भन्ने हिसाबमा यो प्रावधान राखेका छौँ। यसरी 75% सामुदायिक 25% संस्था उनीहरूले पनि पाउँछ। अनि अर्को चाहिँ अब छात्रा विद्यार्थी चाहिँ 50% त्यसमा हुनुपर्छ। अनि त्यसपछि हामीले अर्को एउटा यो पछिल्लो पटक के व्यवस्था गरेका छौँ भन्दाखेरि नगरवासीले भक्तपुर नगरवासीसँग चाहिँ बढी उत्तरदायित्व हुनुपर्ने हिसाबमा नगरवासीहरूलाई 60% अनि भक्तपुर नगर बाहेक अन्य जिल्लाबाट अथवा देशको कुनै ठाउँबाट आउनेलाई चाहिँ 40% गरेर क्राइटेरिया छुट्याएका छौँ। अनि त्यस्तै अर्को चाहिँ यो कार्यविधिमा तोकिएको अनुसार यो जति छनौट हुने हो त्यसलाई 100% मानेर हामीले जेहेन्दार विद्यार्थी 37%, अनि विपन्नतालाई 36%, जनजातिलाई 10%, दलितलाई 5%, अपाङ्ग 3%, जनआन्दोलनबाट घाइते 3%, शहीद परिवार 2%, बेपत्ता परिवारको सन्तति 2%, मधेस आन्दोलनको घाइते सन्तति 2% गरेर यो प्रतिशतमा पनि हामी मिल्ने गरी चाहिँ छनौट गर्नेछौँ। जस्तो अब यहाँले यो यति धेरै प्रतिशतमा छुट्याउनु भएको छ विद्यार्थीहरूलाई होइन, अब ती विद्यार्थीहरूले त्यो छात्रवृत्ति पाउनको लागि उहाँहरूले चाहिँ के डकुमेन्टहरू ल्याउनु पर्ने हुन्छ त? अब डकुमेन्टको जस्तो यहाँले जनआन्दोलनको घाइते पनि भन्नुभएको छ, शहीदका छोराछोरी पनि भन्नुभएको छ, जेहेन्दार विद्यार्थी गरिब पनि भन्नुभएको छ, कसरी उहाँहरूले आफ्नो डकुमेन्ट प्रेजेन्ट गर्ने त? अब यस्तो डकुमेन्टको हिसाब गर्दाखेरि कुरा गर्दाखेरि हामी के गर्छौँ भन्दाखेरि पहिला अब खुल्ला रूपमा राख्नेले त उसले एससी पास गरेको ग्रेड सिट, अहिले ग्रेड सिट पाउँदैन, ग्रेड लेजर चाहिँ डाउनलोड गरेर दिन्छ, त्यसैलाई हामी आधार मान्नेछौँ। अनि अरू जुन यो आरक्षित कोटाहरू छन्, जस्तै अब तपाईँले भन्ने जस्तै जेहेन्दार, विपन्न, जनजाति, दलित, तिनीहरूलाई चाहिँ अब
त्यसको चाहिँ हामी आधिकारिक डकुमेन्टहरू लिनेछौँ। आधिकारिक डकुमेन्ट हुँदाखेरि त्यो चाहिँ अब कुनै स्थानीय पालिका अथवा जिल्ला प्रशासनबाट त्यसलाई भेरिफाई गरेको हुन्छ। त्यो डकुमेन्टहरू राखेर हामी चाहिँ त्यसलाई चाहिँ क्यालकुलेसन गर्नेछौँ। हजुर, यसमा विद्यार्थी र अभिभावकलाई अलिकति अप्ठ्यारो खालको चाहिँ यो स्थिति सामना भएन त? तर यो हामीले पनि त्यो सोचेका थियौँ यस्तो डकुमेन्टहरू माग्दाखेरि अप्ठ्यारो हुने हो कि भनेर। तर यो चाहिँ बिस्तारै प्र्याक्टिसमा जाँदाखेरि त्यति अप्ठ्यारो भएको चाहिँ हामीले महसुस गरेनौँ। किन भन्दाखेरि जस्तै उदाहरणको लागि अब हाम्रो नगरमा प्राय धेरैले जनजातिको डकुमेन्टहरू पाउनको लागि चाहिँ कोसिस गर्छ। त्यो गर्दाखेरि वडामा गएर एउटा सिफारिस लिन्छ अनि जिल्ला प्रशासनबाट चाहिँ तुरन्तै एकै दिनमा अझ 1-2 घन्टामै त्यो सहज रूपमा पाउने रहेछ। अनि हामीले सामुदायिक र संस्थागतको छुट्याउनुको लागि चाहिँ विद्यालय भक्तपुरको केसमा हामीलाई चाहिँ अब स्कुलहरू सबै थाहा छ नि छ त्यो हिसाबमा हुन्छ। अन्य केसमा चाहिँ आफू पढेको विद्यालय सामुदायिक हो भनेर विद्यालय अथवा स्थानीय पालिका जुन सहज हुन्छ त्यो डकुमेन्टलाई हामीले चाहिँ आधिकारिक रूपमा मान्यता दिने गरेका छौँ। हजुर, भन्नाले त्यति झन्झटिलो पनि छैन, त्यति झन्झट चाहिँ देखिएन। तर अर्को एउटा कुरा के भन्दाखेरि यो एससी सकिनासार प्राय विद्यार्थीहरूले नागरिकता प्रमाणपत्र बनाउने त्यस्तो कामहरू गर्ने भएकोले एउटा चाहिँ यो नागरिकता प्रमाणपत्र पाउनुको लागि अवसरको रूपमा पनि उनीहरूले चाहिँ भनौँ न एउटा चाहिँ सैद्धान्तिक शिक्षा पाएकोमा व्यावहारिक रूपमा आफ्नो डकुमेन्टहरू कसरी लिने, कहाँ जाने, त्यो सबै कुरामा चाहिँ अपडेट हुने रहेछ। यसले चाहिँ समग्रमा परोक्ष रूपमा चाहिँ विद्यार्थीलाई चाहिँ फाइदा नै पुगेको देखिन्छ। भन्नाले यो पनि एउटा हामी कहाँ आरोप लाग्ने गर्छ नि एससी सक्दा पनि +2 सक्दा पनि एउटा निवेदन पनि लेख्न जानेन, कहाँ जानुपर्ने त्यो थाहा छैन भन्ने कुराहरू। त्यसको लागि चाहिँ अलिकति यसले चाहिँ होइन विद्यार्थीहरू चाहिँ आफूलाई चाहेपछि गर्न सक्छ भन्ने कुरा पनि देखाउन खोजेको जस्तो लाग्छ। अनि कति चाहिँ तपाईँले भन्नुभयो जस्तै अब विद्यार्थीलाई आफ्नो छोराछोरीलाई माया गरेर एउटा डकुमेन्ट बनाउन आमा बुबा पनि सँगैसँगै आउने गर्छ। अनि हामी त्यस्ता अभिभावकलाई चाहिँ सम्झाएर यस्तो कामहरू चाहिँ विद्यार्थी आफै पनि गर्न सक्छन्, तपाईँहरू धेरै चिन्ता लिनुपर्दैन, हामी पनि सपोर्ट गर्छौँ भनेर सहजीकरण गरिरहेका छौँ। हजुर, अहिलेसम्म अब यो जुन यहाँहरूले विगत 75 सालदेखि यो 5 वर्षदेखि होइन अब 6 वर्ष हुन लाग्यो, 6 वर्षदेखि चाहिँ यो छात्रवृत्ति प्रदान गरिरहनु भएको छ। अहिलेसम्मका विद्यार्थीहरू र अहिलेसम्मका ती छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावकहरूको प्रतिक्रिया यहाँहरूले कस्तो पाउनु भएको छ? कहिले उहाँहरूलाई कस्तो लाग्यो, कस्तो छ भनेर केही बुझ्नु भएको छ उहाँहरूको बारेमा? यो विषयमा हामीले प्रत्येक वर्ष यो छात्रवृत्ति परीक्षा सुरु गर्नुभन्दा अगाडि सिफारिस गर्नुभन्दा अगाडि यो कक्षा 11-12 चल्ने विद्यालयका प्रिन्सिपलहरूको बैठकहरू राख्ने गरेका छौँ। र त्यस्तै यो सिफारिस पत्र दिनुभन्दा अगाडि हामी चाहिँ त्यतिकै सिधै सिफारिस पत्र नदिइकन एउटा औपचारिक कार्यक्रम गरेर अभिभावक विद्यार्थी सबै राखेर जनप्रतिनिधिहरू राखेर सम्बन्धित विद्यालयका प्रिन्सिपलहरू राखेर हामी चाहिँ राम्रोसँग ओरिएन्टेसन गरेर नै यो वितरण गर्ने गरेका छौँ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ अलिकति बढी छात्रवृत्तिमा पाउने विद्यार्थीहरू अभिभावकहरू चाहिँ बढी उत्तरदायित्व हुने कर्तव्यबोध हुने भएको कारणले गर्दाखेरि र विद्यालयको रिपोर्ट अनुसार चाहिँ छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरूले चाहिँ राम्रै गरेको कुराहरू पाइन्छ। र यसमा एउटा के कुरा पनि जोड्न चाहन्छु भन्दाखेरि हामीले यो छात्रवृत्ति दिँदाखेरि यो सिफारिस पत्र दिँदाखेरि एउटा कार्यक्रम नै गरेर गर्ने गरेका छौँ। अनि त्यसमा चाहिँ यो छात्रवृत्ति चाहिँ अब यो एक्जाममा सेलेक्ट हुन साथै 2 वर्ष पाउँछ भन्ने छैन। यदि त्यो विद्यार्थीले पढाइमा शिक्षण सिकाइ क्रियाकलापमा कुनै किसिमको कमी कमजोरी अथवा व्यवस्था गर्यो भने त्यो चाहिँ पेनाल्टी स्वरूप छात्रवृत्ति कन्टिन्यू नपाउने पनि व्यवस्था हामीले गरेका छौँ। जस्तै 1-2वटा पोइन्टहरू म यहाँ भन्न चाहन्छु। यसमा हामीले के भनेका छौँ भन्दाखेरि यो छात्रवृत्ति कन्टिन्यू नपाउने अथवा कक्षा 12मा 11मा पाएपछि 12मा पनि यो चाहिँ पाउनुपर्ने तर नपाउन सक्छ कुन बेला भन्दाखेरि विद्यालय खुलेको दिनको कम्तीमा 80% हाजिर हुनै पर्ने। यदि विद्यालयको रेकर्डमा 80% हाजिर छैन भने त्यसबाट चाहिँ यो छात्रवृत्तिलाई कन्टिन्यू गर्नुपर्छ भन्ने बाध्यता विद्यालय हुँदैन। र त्यस्तै यो कानूनले तोके भन्दा कम उमेरमा विवाह नगरेको हुनुपर्ने हुनेछ, यो पनि एउटा पोइन्ट राखेका छौँ। अनि अर्को चाहिँ कक्षा उत्तीर्ण गर्न नसकेमा अब पहिला भए 11को चाहिँ बोर्ड परीक्षा हुन्छ, त्यो बोर्ड परीक्षालाई आधार लिन्छौँ। तर अहिले अब यो पछिल्लो सिस्टम अनुसार 11 कक्षाको अन्तिम परीक्षा चाहिँ विद्यालय आफैले सञ्चालन गर्छ। त्यो विद्यालयले सञ्चालन कुनै पनि परीक्षा अहिले त्यो टर्मिनल परीक्षा पनि हुन्छ, यो फाइनल परीक्षा पनि हुन्छ। त्यस्तो परीक्षाहरूमा चाहिँ प्रत्येक विषयमा
C+ ग्रेड ल्याउनै पर्छ भनेर चाहिँ हामीले एउटा बाध्यकारी बनाएका छौँ। हजुर, त्यति नल्याएमा चाहिँ अब दिनुपर्छ भन्ने बाध्यता छैन भनेर हामीले राखेका छौँ। अनि त्यस्तै यो झुठो विवरणहरू पेस गरेमा कसैले अब ग्रेड सिटै झुठो पनि राख्न सक्छ। अहिलेसम्म त्यस्तो केस त आएको छैन। त्यस्तै झुठो विवरण, गलत विवरण पेस गरेमा त्यस्तै शिक्षा ऐन नियमावली, नगरपालिकाको नियम र त्यस्तै विद्यालयको नियम आचार संहिताहरू पालना नगरमा दिनु नपर्ने हुने कुरा राखेका छौँ। र यसले गर्दाखेरि के देख्यो भन्दाखेरि हिजो अस्ति मात्रै हाम्रो प्रिन्सिपलहरूको बैठकबाट के कुरा आयो भन्दाखेरि यो कति विद्यार्थी 9-10मा पनि त्यहीँ पढेको, अनि 11मा यसमा पढिसकेपछि हिजो 9-10मा बढी एब्सेन्ट हुनेहरू चाहिँ अहिले 80% भन्दा बढी हुनुपर्ने हुनेकोले नियमितता भएको चाहिँ पाइयो। त्यस्तै यो आन्तरिक रिजल्टलाई पनि यसमा क्यालकुलेसन गर्ने भएकोले उनीहरूले चाहिँ अगाडिदेखि राम्रोसँग पढेको हुने कुराहरू राम्रै रेस्पोन्स चाहिँ पाएको छ यो स्कुलको तर्फबाट। अनि अभिभावकको तर्फबाट अब कति अभिभावकहरू चाहिँ हामी पनि भक्तपुर स्थानीयवासी भएको कारणले गर्दा हामी बरोबर भेट भइरहन्छ। अनि यो छात्रवृत्तिले गर्दाखेरि आर्थिक रूपमा चाहिँ धेरै सपोर्ट गरेको, विद्यार्थीहरूलाई पढ्नलाई सहयोग गरेको भन्ने कुराहरू चाहिँ पाइरहेका छौँ। समग्रमा भन्नुपर्दाखेरि यो चाहिँ प्रभावकारी नै भएको पाइन्छ। सायद त्यसैले होला सुरुका वर्षमा 150 मात्र विद्यार्थीहरू यो फर्म भर्न आउँथ्यो। गत वर्ष चाहिँ 500-600 चञ्चनको हाराहारीमा आएको थियो। गत वर्ष 595 जनाले फर्म भराएको थियो भने यो वर्ष चाहिँ त्यो अझै वृद्धि भएर 813वटा फर्म गएको थियो। 743 जनाले चाहिँ फर्म नै एप्लाई गरिसकेको छ, जाँचको लागि चाहिँ तयारी गर्दैछ। हजुर, यसमा एकदमै प्रभावकारी छ भनेर यहाँले भन्नुभयो। यसमा अब सहभागी भएका यी विद्यार्थीहरू सबै नगरमै बसोबास गर्ने विद्यार्थीहरू हुन् त अथवा बाहिरबाट आउनुहुने पनि हुनुहुन्छ? उहाँहरूलाई कस्तो छ सुविधा? त्यो अघि मैले क्राइटेरियामा भने यो वास्तवमा यो धेरैको बुझाइ चाहिँ के छ भन्दाखेरि यो नगरपालिका भएकोले नगरवासीले मात्र पाउने हो कि भनेर चाहिँ त्यो कुराहरू अहिले पनि फोन मार्फत विभिन्न माध्यम मार्फत सोधपुछ हुने गर्छ। तर हामीले सूचनामा पनि स्पष्ट रूपमा भनेका थियौँ एससी पास गर्ने कुनै पनि नेपाली विद्यार्थीले यसमा चाहिँ एप्लाई गर्न सकिन्छ। मात्र हामीले चाहिँ क्राइटेरियामा भक्तपुर नगरवासीलाई चाहिँ अलि बढी पर्सेन्ट प्रायोरिटी दिएको मात्र हो। त्यसैले यसमा चाहिँ जुनसुकै विद्यार्थीले पढ्न पाउँछ। अनि बरु चाहिँ हामीले सिफारिस गरेका विद्यार्थीहरू चाहिँ हाम्रै नगरपालिकामा हामीले जुन विद्यालयमा सिफारिस गरेको, हामीले सिफारिस गर्ने आफ्नै नगरपालिकाभित्रको विद्यालयमा मात्रै सिफारिस गर्छौँ, त्यहीँ पढ्नुपर्ने हुन्छ। हजुर, अहिलेको यो जुन यहाँले भन्नुभयो 743 होइन 700+ विद्यार्थीहरूमा कतिजना चाहिँ बाहिरबाट हुनुहुन्छ, कति भित्र नगरका हुनुहुन्छ त? त्यो चाहिँ अब यहाँ आज चाहिँ ठ्याक्कै त्यो तथ्याङ्क आइसकेको छैन। हामीले अहिले चाहिँ मात्र कुन विषयमा कति हुने मात्र चाहिँ त्यो गराएका छौँ। अब त्यो तथ्याङ्क चाहिँ रिजल्ट गर्ने बेलासम्म चाहिँ कुन विषयमा चाहिँ यो छात्रवृत्ति अब अहिले चाहिँ यस्तो छ, यो विज्ञान विषय समूह हुन त अहिले यो कक्षा 11-12 फ्याकल्टी वाइज हुँदैन, त्यसलाई अब विषयगत समूह भन्छौँ हामी। विज्ञान विषय समूहमा चाहिँ 370 जनाले चाहिँ फर्म बुझाइसकेको छ। अनि व्यवस्थापन विषय समूहमा 315 जनाले, अनि मानविकी विषय समूहमा 13 जनाले, शिक्षा विषय समूहमा 19 जनाले, अनि कानुन विषय समूहमा चाहिँ 26 र 743वटा फर्महरू आएको छ। अब त्यो चाहिँ यसमा अधिकांश चाहिँ नगरभित्रकै हुन्छ, बाहिरकोले पनि बाहिरको भनेको हाम्रो धेरै टाढाकोले पनि पाइरहेको छ। हजुर, यसमा दोहोरिने सम्भावना कतिको हुन्छ त यो फर्म भर्ने सिलसिलामा, फर्म भर्ने सन्दर्भमा चाहिँ? अब जुन प्रतिशतका आधारमा क्राइटेरिया छुट्याइँदाखेरि जयेन्दार, विपन्न, गरिब, दलित जस्ता विषयहरूमा त्यसरी छुट्याउँदाखेरि यसमा दोहोरिने सम्भावना पनि हुन्छ कि हुँदैन? दोहोरिने सम्भावना भन्दा अब एउटै विद्यार्थी हुन त अब यो हामीले चाहिँ म्यानुअली कम्प्युटरमा इन्ट्री गराएका छौँ, त्यो भएकोले चाहिँ दोहोरिन सक्ने सम्भावना छ। तर हामीले सबै एक्जाम एकैचोटि राखेकोले एउटै विद्यार्थीले एकैचोटि 2टा विषय दिन सक्दैन। यदि दोहोरो फर्म भर्यो भने त्यो चाहिँ क्यान्सल हुन्छ। तर अहिलेसम्म हाम्रो जानकारीमा आएअनुसार त्यो चाहिँ नहोला। हजुर, त्यस्तो छैन। अनि यो एक्जाम दिइसकेपछि उहाँहरूले अब जुन अहिले खुला प्रतिस्पर्धात्मक रूपबाट यहाँहरूले चाहिँ अब परीक्षा गर्न लाग्नु भएको छ, त्यो परीक्षामा उहाँहरू उत्तीर्ण भइसकेपछि उहाँहरूले छात्रवृत्ति पाउने विद्यालयहरू चाहिँ उहाँहरू आफै रोजेर जान पाउनुहुन्छ कि भक्तपुर नगरपालिकाले नै छुट्याइदिनुहुन्छ? अब त्यसको लागि चाहिँ हामीले फर्ममा कुन विद्यालयको लागि भनेर चाहिँ अप्सन पनि दिएका छौँ। त्यो अप्सन अनुसार नै हुन्छ हामीले दिने। अनि हामीले विगतका वर्षमा के गर्ने गरेका छौँ भन्दाखेरि यो
जहाँ हामीले सिफारिस गरेको त्योभन्दा चाहिँ ऊ अन्त पढिसकेको छ भने त्यो चाहिँ अब उसले चाहिँ हाम्रो सिफारिस अनुसार त्यहीँ पढ्नुपर्ने हुन्छ, नभए चाहिँ विद्यालयसँग समन्वय गरेर विद्यालय के गर्यो भने हामीले त्यसलाई चाहिँ एक्सेप्ट चाहिँ गरिदिएका छौँ। तर अहिले जस्तै अब हाम्रो परीक्षा अब श्रावण 13 गते शनिबार हुँदैछ, तर अधिकांश विद्यालयहरूमा इन्ट्रान्स एक्जाम लिएर प्रवेश परीक्षा लिएर कक्षा पनि सञ्चालन भइसकेको अवस्था छ। त्यसैले अहिले चाहिँ प्रायः सब अधिकांश विद्यार्थी भर्ना भइसकेको छ, भर्ना नहुने कमै मात्र बाँकी छ र भर्ना हुने विद्यार्थीहरूले फर्म भर्दाखेरि अब पहिलो प्रायोरिटी त्यही कलेजमा त्यही विद्यालयमा राखेको हुन्छ र हामी सकेसम्म चाहिँ यो छनौट गर्दाखेरि विद्यार्थीलाई पनि मर्का नपर्ने गरी त्यो गर्नेछौँ। तर हामीलाई एउटा अर्को के बाध्यता छ भन्दाखेरि विद्यालयमा विद्यार्थी सङ्ख्या अनुसार कोटामा जानुपर्ने हुनाले त्यो चाहिँ कहिलेकाहीँ त्यो नमिल्न पनि सक्छ। त्यस्तो बेलामा चाहिँ हामी आपसी सहयोगमा जस्तै कुनै एउटा कलेजमा कुनै एउटा विद्यालयमा 10 जना पठाउनु पर्नेमा हामी रिक्वेस्ट गरेर 15-16 जना पनि पठाउन सक्छौँ। यो चाहिँ आपसी समन्वयमा यो 3.3% भन्दा हामी भन्छौँ, तर हामी 2-3 कुरामा चाहिँ लचिलो छौँ। जस्तै अब यो फ्याकल्टी वाइज विषयगत अनुसार गर्दाखेरि टोटल विद्यार्थीले टुक्रा गर्दै जाँदाखेरि यो म्याथमेटिकली डेसिमल पोइन्टमा आयो भने त्यसलाई चाहिँ हामी राउन्डिङ अफ गरेर 1 नै बढाइदिन्छौँ। अनि फेरि छात्र छात्राले जस्तै कुनै विद्यालयमा एउटा मात्र कोटा आउँछ, तर छात्र छात्रा गर्दाखेरि 0.5 भएपछि त्यहाँ एउटा छात्रा गरेर त्यसरी हामी चाहिँ विभिन्न कुरामा लचिलो गरेर यो कोटालाई चाहिँ सकेसम्म बढी बनाउँछौँ। यो विद्यालयको सहमतिमै गर्छौँ। अब यहाँहरूको यो भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने कक्षा 11 को लागि प्रवेश परीक्षा आगामी श्रावण 13 गते राख्नु भएको छ। यति बेलासम्म धेरैजसो विद्यार्थी अभिभावकहरूले भर्ना गरि पनि सकेका छन् कक्षा 11 को लागि हैन। कतिपय त आफ्नो रोजाइमा जानुहोला, कतिपय अब यो छात्रवृत्तिको केसमा चाहिँ छात्रवृत्तिको सन्दर्भमा उहाँहरू जो छात्रवृत्तिको लागि फर्म पनि भर्नु भएको छ र उहाँहरूले फेरि अन्त उहाँहरूले चाहेको कलेजमा सिट नपाउला भनेर उहाँहरूले भर्ना पनि गर्नुभएको छ भने यो भक्तपुर नगरपालिकाले चाहिँ अलिकति ढिला यो प्रवेश परीक्षा गरेको जस्तो भएन र? अब ढिला भन्दा पनि हामीले यो वर्ष पक्कै अब अलिकति ढिलो जस्तै पनि देखिन्छ हेर्नलाई, तर त्यो चाहिँ ढिलो होइन कि जस्तो पनि लाग्छ। किन भन्दाखेरि हामीले यो वर्ष चाहिँ विगतका वर्षमा पनि यस्तो कुराहरू आउने गर्थ्यो। त्यो भएर चाहिँ हामीले एसईको रिजल्ट प्रकाशित हुनुभन्दा अगाडि नै हामीले सबै कुराहरू तयारी गरिरहेका थियौँ। तर औपचारिक रूपमा सूचना जान्नलाई त यो रिजल्ट नभइकन हुँदैन, त्यसलाई हामीले रिजल्टको भोलिपल्ट नै सार्वजनिक सूचनाहरू जारी गरेका थियौँ। तर त्यति गर्दै पनि अब हामीले चाहिँ फर्म भर्नलाई अब टाढाबाट आउनुपर्ने विद्यार्थी सबैलाई गर्दाखेरि धेरै चाँडै गर्दा पनि यो 13 गते आयो। तर विभिन्न विद्यालयहरूले त्योभन्दा अगाडि नै उहाँहरूको पनि आफ्नै बाध्यता हुन्छ, त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ परीक्षा लिएर कक्षा समेत सञ्चालन गरेको अवस्था छ। त्यो भएकोले चाहिँ अब यो चाहिँ प्राविधिक रूपमा चाहिँ यो अलि मिल्न सकिरहेको छैन र सकेसम्म हामी त्यो चाहिँ मिलाउने कोसिस गरेका छौँ। तर अघि भने जस्तै यदि कुनै विद्यार्थी कुनै एउटा विद्यालयमा भर्ना भइसक्यो, उसको सिफारिस अन्त गयो भने अब त्यहाँ चाहिँ अभिभावक अथवा विद्यार्थीहरूले पनि अब दुईटामध्ये एउटा रोज्नुपर्ने हुन्छ र दुईटामध्ये एउटा रोज्दाखेरि अब हामी चाहिँ हामीले सिफारिस गरेको ठाउँमा गयो भने चाहिँ हामीले जति सेवा सुविधाहरू सिफारिस गर्छौँ त्यो उहाँले पाउने भयो। अब त्यो फेरि उहाँले चाहिँ त्यो होइन म आफ्नै कलेजमा आफ्नै विद्यालयमा जाने भने एउटा छोड्नुपर्ने हुन्छ। त्यो छोडेपछि त्यसको चाहिँ फेरि हामी वैकल्पिक उम्मेदवारलाई चाहिँ त्यो दिनुपर्ने हुन्छ र सकेसम्म हामीले त्यो गर्नु नपर्ने गरी विद्यालय भक्तपुर नगरपालिकामा अस्ति भर्खरै मात्र पनि हामीले एउटा हाम्रो यो छात्रवृत्ति वितरण समितिको अध्यक्ष मेयरज्यूकै अध्यक्षतामा बैठक बसेर यस्ता किसिमको अप्ठ्यारोहरू आयो भने स्कुलले पनि सकेसम्म लचकता अपनाउने भन्ने कुरामा सहमत भएको छ। त्यो भएकोले सायद यस्तो समस्या चाहिँ नहोला। यो चाहिँ हाइपोथेटिकली हुन्छ कि भन्ने चाहिँ हामीलाई लाग्छ। तर विगतमा पनि यस्तो 1-2वटा केसहरू आएको थियो, त्यसलाई चाहिँ हामीले स्कुलमा चाहिँ जुन स्कुलमा चाहिँ ऊ पढेको त्यहीँ चाहिँ हामीले चाहिँ मिलाएर त्यहाँ चाहिँ त्यो थपिदिएर अनि यता जुन स्कुलमा सिफारिस भएको त्यहाँ चाहिँ फेरि अर्को वैकल्पिक उम्मेदवार पनि दिन पाउँदाखेरि अझ विद्यार्थी बढी लाभान्वित भएको देखिएको छ। यो वैकल्पिक छात्रवृत्ति जुन यहाँले भन्नुभयो यो केसमा चाहिँ अघि न जुन यहाँले भन्नुभएको थियो नि विभिन्न यो छात्रवृत्ति पाउनको लागि जस्तो आधारहरू दिएका छन् त्यो आधारहरू अनुसार
यो छात्रवृत्ति नपाउने पनि अर्को आधारहरू पनि यहाँले राख्नु भएको छ नि क्राइटेरिया। ती क्राइटेरियाहरूमा त्यो नपाउने यदि यो पालना भएन भने चाहिँ उनीहरूले पाउँदैन भन्ने खालको छ। त्यो अवस्थामा पनि त्यो पाइरहेको छात्रवृत्ति अर्को वैकल्पिकले पाउँछ कि पाउँदैन त? अब त्यस्तो खासै यो प्रावधान चाहिँ अब एउटा चाहिँ कन्ट्रोलिङको लागि राखेको हो, तर अहिलेसम्म यसैको कारणले गर्दाखेरि मलाई चाहिँ स्कुलले छात्रवृत्तिबाट वञ्चित गर्यो भनेर कुनै लिखित रिपोर्ट उजुरी पनि परेको छैन। अनि विद्यालयले पनि हामीलाई चाहिँ यस्तो किसिमको समस्या आयो भने अहिलेसम्म कुनै त्यस्तो रेकर्ड नआएको कारणले गर्दाखेरि अहिलेसम्म हामीले यसलाई चाहिँ सामना गर्नु परेको छैन। मात्र एक दुईवटा विद्यालयले चाहिँ जस्तै टर्नल एक्जाम दिँदाखेरि धेरै एक्जाममा कमजोरी देखायो भने उसलाई चाहिँ अलिकति चेतना स्वरूप चाहिँ अथवा चेतावनी स्वरूप उसलाई चाहिँ 1-2 महिना चाहिँ त्यो ग्याप पनि गरेको पाउँछ। तर त्यसलाई चाहिँ विद्यार्थीहरूले आफूले कमजोरी गरेको भन्दा अर्को एक्जाममा राम्रो गरेर फेरि त्यो चाहिँ कन्टिन्यू पनि गरेको छ। त्यसलाई अहिलेसम्म त्यस्तो समस्या चाहिँ आएको छैन। प्रायः चाहिँ अब हामीलाई के पनि लाग्छ भन्दाखेरि यो एउटा एससीको प्राप्ताङ्क अनि अर्को चाहिँ यो छनौट परीक्षा त्यसपछि मात्र अरू क्राइटेरियाहरू भएकोले यसमा चाहिँ अब राम्रो मध्ये राम्रो छानेको कारणले गर्दाखेरि यस्तो समस्या चाहिँ एकदम कम मात्रामा होला भने हामीले सोचेको, तर अहिलेसम्म चाहिँ त्यस्तो हामीले पाएका छैनौँ। यस वर्षको लागि अब यहाँहरूले 743 फर्म पाइसक्नु भएको छ, त्यसमध्येबाट कतिजनाले छात्रवृत्ति पाउँछन् त? अब गत वर्ष 120 जनाले पाएको थियो अनि त्योभन्दा अगाडि 100 जनाको हाराहारीले पाएको थियो। अब गत वर्ष हाम्रो तथ्याङ्क अनुसार चाहिँ धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको कारणले गर्दाखेरि अब त्यो प्रतिशतमा बढाउँदा खासै 120कै हाराहारीमा हुन्छ। त्यही पनि हामीले चाहिँ यो पटक चाहिँ 130-40 जना जति चाहिँ सिफारिस गर्न पाइन्छ कि भनेर चाहिँ हामीले सोच राखेका छौँ। हजुर हजुर। यो छात्रवृत्ति यहाँहरूले दिइरहँदाखेरि कक्षा 11-12को लागि 2 वर्षको लागि यो छात्रवृत्ति दिइरहँदाखेरि ती कक्षा 11-12 पढिसकेपछि उहाँहरू पास आउट भइसकेपछि पनि भक्तपुर नगरपालिकाले ती छात्रवृत्तिबाट पढेका अध्ययन गरेका विद्यार्थीहरूलाई केही मार्गनिर्देशन गर्ने अथवा त्योभन्दा थप अध्ययनको लागि केही यस्तै खालका अन्य सेवा सुविधा पनि राख्नु भएको छ कि? यो चाहिँ त्यो गर्नुपर्छ भन्ने धेरै ठाउँबाट आवाज पनि उठेको छ र अब त्यो चाहिँ हामी अस्ति पनि बैठक बस्दाखेरि अब यो एउटा रिपोर्ट पनि लिनुपर्छ भने हामीले अब प्रत्येक विद्यालयले चाहिँ छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूको के कस्तो अवस्था छ त्यो रिपोर्टहरू हामीले चाहिँ माग गरेका छौँ। अब चाहिँ अर्को वर्षदेखि अथवा गत वर्ष 2 वर्ष अगाडि 11मा पाएकाहरूको चाहिँ अब हामी यो परीक्षाको लगत्तै हामी चाहिँ एउटा चाहिँ त्यो कार्यक्रम पनि गर्ने प्लान बनाएका छौँ। हजुर हजुर। यो छात्रवृत्ति निरन्तर 2 वर्षसम्म दिँदाखेरि बिचमा चाहिँ यहाँहरूले अनुगमन गर्नुहुन्छ कि हुँदैन त? अनुगमन अब यसैको लागि अनुगमन चाहिँ निरीक्षण चाहिँ अब ठ्याक्कै आफैले गर्छ कि नगरपालिकाको छुट्टै फेरि एउटा समितिबाट गर्ने हुन्छ? हामी अनौपचारिक रूपमा चाहिँ गरिरहेका छौँ, तर यसको चाहिँ अब छुट्टै अनुगमनै गर्ने भनेर हामीले चाहिँ छुट्टै त्यो बडीहरू बनाएका छैनौँ। तर अब अघि पनि भने अस्ति हामी प्रिन्सिपलहरूसँग बैठक बस्दाखेरि अब यसलाई चाहिँ अलि आधिकारिक रूपमा चाहिँ रेकर्डेड पनि गर्नुपर्छ भन्ने हिसाब अभिलेख राख्नुपर्छ भन्ने हिसाबमा चाहिँ अब हामीले चाहिँ त्यो अभिलेख गर्ने सोच बनाएका छौँ, प्लान बनाएका छौँ। अनि यसमा चाहिँ भक्तपुर नगरपालिकाले अहिले भर्खरै मात्र एउटा विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति भनेर चाहिँ गठन गरेको छ, त्यसमा विज्ञहरू राखेर बनाएको छ। अब त्यही समिति मार्फत चाहिँ अब छात्रवृत्तिको पनि त्यस्तै शिक्षण सिकाइ क्रियाकलाप अनि त्यस्तै भौतिक संरचनाहरू सबै कुराहरू त्यो चाहिँ अनुगमन गर्ने भएकोले अब त्यो समिति मार्फत चाहिँ हामी एउटा चाहिँ अभिलेख राख्ने गरी नै अनुगमनहरू पनि गर्नेछौँ। जस्तो विद्यालयहरूसँग यहाँले समन्वय गर्दाखेरि अब हिजो अस्ति भर्खरै पनि यहाँले विद्यालयका प्राचार्यहरूसँग बस्नुभयो, छलफल गर्नुभयो, उहाँहरूको चाहिँ कुरा उहाँहरूको धारणा यसप्रति चाहिँ कस्तो पाउनुभयो? उहाँहरूले चाहिँ के अपेक्षा अझै आगामी दिनमा राख्नु भएको छ त नगरपालिकाबाट? उहाँहरूको प्रतिक्रिया त राम्रै छ। राम्रो भन्दाखेरि अब जस्तै अघि भने जस्तै हामीले सिफारिस गरेर पठाउँदाखेरि अब एउटा त्यो विभिन्न आचार संहिताले गर्दाखेरि विद्यार्थीहरू अनुशासित भएको, राम्रोसँग पढेको, अनि कति विद्यालयमा चाहिँ हामीले पठाउँदाखेरि त्यो विद्यार्थीको कारणले गर्दाखेरि अरू विद्यार्थीहरू पनि विद्यार्थी सङ्ख्या बढेको अनि नगरपालिकासँग चाहिँ सहकार्य गर्न पाएको, त्यस्तो हिसाबमा चाहिँ राम्रै रेस्पोन्स छ। हजुर।
अब भक्तपुर नगरपालिका शैक्षिक विकासमा अलिकति अगाडि पनि रहेको छ विगतको दिनदेखि। अब झन् यो सङ्घीय सरकार आएपछि पनि यस्ता विभिन्न क्रियाकलापहरूले गर्दाखेरि भक्तपुर नगरपालिकाका कामहरू यसरी जनमानसमा आइरहेको छ, रुचाइ पनि रहेका छन् जनमानसले। समग्र भक्तपुर जिल्ला र भक्तपुर नगरका विद्यालयहरूको शिक्षा क्षेत्रलाई भक्तपुर नगरपालिकाले कसरी हेरिरहेको छ, कसरी मूल्याङ्कन गर्छ त? अब भक्तपुर नगरपालिकाले भक्तपुरलाई एउटा ज्ञान विज्ञानको केन्द्र, शैक्षिक हब बनाउने अभियानकै रूपमा अगाडि राख्दै हरेक कुरामा अथवा हरेक क्षेत्रमा शिक्षालाई चाहिँ महत्त्व दिँदै आएको छ। र त्यही अनुरूप अनि भक्तपुर नगरपालिकाले भक्तपुरमा सञ्चालित नगरपालिकामा सञ्चालित सामुदायिक संस्थागत विद्यालयहरूलाई अब दूरी नराखिकन सामुदायिक संस्थाहरूलाई एउटै हिसाबले चाहिँ कार्यक्रमहरू दिइरहेको छ। जस्तै हामीले नगर शिक्षा शाखाबाटै अथवा नगरपालिकाबाटै कार्यक्रममा एकरूपता होस्, विधामा एकरूपता होस्, शिक्षण सिकाइ क्रियाकलापमा एकरूपता होस् भनेर हामीले शैक्षिक पाठ्य पनि प्रकाशन गरेर सबै विद्यालयलाई त्यो फलो गर्न लगाएका छौँ। अनि विधाहरू त्यस्तै परीक्षाहरू पनि एकै समयमा गर्ने गरी कार्यक्रमहरू राखेका छौँ। गत वर्ष मात्रै हामीले कक्षा 10 को एसीलाई पनि सपोर्ट गर्नुपर्छ भनेर नगरस्तरीय रूपमै एसी पूर्व तयारी परीक्षा पनि सञ्चालन गरेका छौँ। र त्यस्तै अब यो विभिन्न किसिमको खेलकुद प्रतियोगिताहरू, अतिरिक्त क्रियाकलापहरू, साहित्यिक प्रतियोगिताहरू हुँदाखेरि दुवै किसिमको विद्यालयलाई चाहिँ समान रूपमा सहभागी हुने अवसरहरू हामीले गरेका छौँ। अनि त्यस्तै यो शैक्षिक सामग्रीहरू, यो खेलकुद सामग्रीहरू वितरण गर्दा पनि दुवै विद्यालयलाई चाहिँ बराबर रूपमै दिएका छौँ। अनि शिक्षा ऐनमै सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा चाहिँ जनप्रतिनिधिहरू, शिक्षासेवीहरू, भक्तपुर नगरपालिकाको प्रतिनिधिहरू चाहिँ रहने गरी चाहिँ व्यवस्थाहरू गरेका छौँ। यसरी समग्रमा सामुदायिक संस्थाहरू सबै एक रूपले चाहिँ अगाडि बढ्न सकोस् भन्ने हिसाबमा नगरपालिकाले चाहिँ कार्य गर्दै आएको छ, सहयोग गर्दै आएको छ। हजुर, नगरपालिकाको यो कार्यक्षेत्रमा सामुदायिक विद्यालयहरू त भइ नै हाले, साथसाथै यो निजी तथा संस्थागत विद्यालयहरूको लागि पनि त केही उत्तरदायित्व होला, केही जिम्मेवारी होला, त्यतातिरको लागि पनि यहाँहरूको के व्यवस्था रहेको छ त? अघि भने जस्तै हामीले अब यो नेपाल सरकार अथवा यो सङ्घीय सरकार, प्रदेश सरकारबाट तोकिएर आएको बजेटहरू चाहिँ सामुदायिक विद्यालयमा जान्छ। अब अरू चाहिँ यो जस्तै नगरपालिकाबाट दिने विभिन्न किसिमको सहयोगहरू, त्यस्तै विभिन्न किसिमको यो तालिमहरू, त्यो सबै चाहिँ हामीले चाहिँ संस्थागत सामुदायिक विद्यालय सबैलाई समान रूपमै सहभागी गर्ने गरेका छौँ। जस्तै यो प्रत्येक वर्ष खेलकुद प्रतियोगिता हुँदाखेरि सबैलाई समान रूपमै प्रतिस्पर्धा गराउने गरेका छौँ। यस्तै अस्ति भर्खरै मात्र यो बर्खे बिदामा हामीले तालिमहरू सञ्चालन गरेका थियौँ। त्यसमा चाहिँ एउटा चाहिँ यो 5 रात 6 दिनको स्काउट तालिम गरेका थियौँ। त्यसमा पनि संस्थागत सामुदायिक विद्यालयका शिक्षकहरूलाई सहभागी गराएका थियौँ। त्यस्तै यो इसिडी सहजकर्ताहरूलाई पुनर्ताजगी तालिम गर्दा पनि सबै विद्यालय, सामुदायिक संस्थाहरू सबै गरेर हामीले चाहिँ 92-93 विद्यालय छन्। त्यसको सबैजना एक राखेर फेरि मन्टेश्वरी अथवा प्री स्कुलका शिक्षकहरूलाई पनि त्यसमा समावेश गरेका थियौँ। त्यस्तै कक्षा 1-3 को यो एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम गर्दा पनि सबैलाई चाहिँ राखेका थियौँ। यसरी हामी त्यस्तै कक्षा 5, 8, 10 को गणित विषयको नयाँ पाठ्यक्रम कार्यक्रम पनि गरेका थियौँ। त्यसमा पनि हामीले चाहिँ समानुपातिक रूपमा सबै किसिमको विद्यालयहरूलाई चाहिँ सहभागी गराउँदै आएका छौँ। यसरी नगरपालिकाले चाहिँ अब सामुदायिक संस्थागत विद्यालयलाई चाहिँ खासै फरक किसिमले चाहिँ व्यवहार गरेका छैनौँ। अहिलेसम्मको यो भक्तपुर नगरपालिकाको, अब हजुर आफै शिक्षा शाखाको प्रमुख हुनुहुन्छ, शिक्षा क्षेत्रमा भएका राम्रा पक्षहरू के भए, राम्रा उपलब्धिहरू र अबको योजनाहरू के छन् त? अब राम्रो उपलब्धि भन्दाखेरि यो एसीकै कुरा गर्ने हो भने एसीमा गत वर्ष नेपालभरिमा 43 जना जिपिएफ ल्याउँदाखेरि हाम्रो भक्तपुर नगरपालिकाको 5 जना जिपिएफ ल्याउन सफल भएको थियो। अहिले जो देशभरिको जिपिएफ ल्याउने सङ्ख्या चाहिँ देखेको छैन, तर यो जिल्लाभरिमा 14 जना मध्येमा 5 जना चाहिँ भक्तपुर नगरपालिका नै परेको छ। र त्यस्तै कक्षा 8 को
यो आधारभूत नगरस्तरीय परीक्षामा हाम्रो राम्रो पर्फर्मेन्स ल्याएका विद्यार्थीहरू यो एउटा भक्तपुर जिल्लामा चाहिँ जिल्लाभरिमा उत्कृष्ट ल्याउनेलाई चाहिँ पुरस्कार दिने व्यवस्था छ। त्यसमा चाहिँ हाम्रै नगरपालिकाका विद्यार्थीहरू सेलेक्ट हुन सकेको छ। यसरी हाम्रो विद्यालयहरूले चाहिँ राम्रै पर्फर्मेन्स ल्याएको जस्तो चाहिँ हामीले पाएका छौँ। अब आगामी दिनमा अनि त्यो पनि भयो फेरि हाम्रो रिजल्टमा चाहिँ यो अहिले त ग्रेडिङ सिस्टमको रिजल्ट छ। यो तल्लो ग्रेडमा चाहिँ हाम्रो विद्यार्थीहरू कमै छ, माथिल्लो ग्रेडमा चाहिँ बढी सङ्ख्यामा चाहिँ विद्यार्थीहरू पाइरहेको छ। त्यो हिसाबमा चाहिँ सिकाइ उपलब्धि चाहिँ राम्रै छ जस्तो छ। तर जति राम्रो हुनुपर्ने अझ त्यसमा चाहिँ हामी सुधार गर्दै जानुपर्नेछ। अब आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरू के पाउनु भएको छ त? के कुरामा अब हामीले चाहिँ यसरी सुधार गर्दै लानुपर्छ भनेर एउटा यहाँले खाका गुनै बनाउनु भएको छ कि? अब हामीले हुन त शिक्षा योजना पनि बनाएका छौँ र मेन चाहिँ अब आगामी दिनहरूमा चाहिँ के सुधार गर्नुपर्छ भन्दाखेरि हामीले चाहिँ मेन त यो सिकाइ उपलब्धिलाई नै वृद्धि गर्नुपर्ने हुन्छ। अब त्यसको लागि हामीले नगरपालिकाको तर्फबाट अघि पनि भनिसकेँ विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति भनेर चाहिँ हामीले समिति गठन गरेर त्यो चाहिँ क्रियाशील पनि गरी भइसकेको अवस्था छ र त्यसले चाहिँ अहिले चाहिँ सुरुवातका बेलामा हप्तामा चाहिँ एक दिन सामुदायिक विद्यालय, एक दिन संस्थागत विद्यालयमा अनुगमन जाने। अनुगमन जाँदाखेरि हामी चाहिँ त्यो अनुगमनमा औपचारिकतालाई मात्र प्रायोरिटी नदिइकन विषय शिक्षकको कक्षा कोठामै विषय विज्ञहरू पुरै कक्षामा बसेर शिक्षकलाई चाहिँ हतोत्साहित गर्ने होइन कि उसको कक्षामा चाहिँ के कस्तो किसिमको समस्या छ, त्यहाँनिर चाहिँ कस्तो किसिमको प्राविधिक सहयोग गर्नुपर्छ, ती सबै कुराहरू चाहिँ शिक्षक र सम्बन्धित विषय शिक्षकहरू राखेर पृष्ठपोषण गरेर सपोर्ट गर्ने कार्यक्रमहरू चाहिँ भइरहेको छ। यसलाई चाहिँ हामी निरन्तर दिँदैछौँ। अनि यो चाहिँ अहिलेको पाठ्यक्रम चाहिँ सक्षमतामा आधारित पाठ्यक्रम भएकोले यो शिक्षालाई चाहिँ सिप र उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा त्यसमा पनि छ र त्यसलाई चाहिँ हामी अझ वास्तविकतामा परिणत गर्नको लागि प्रत्येक शुक्रबार चाहिँ यो समितिका साथीहरू चाहिँ विभिन्न विद्यालयमा गएर त्यहाँ भएको एक्स्ट्रा एक्टिभिटिज, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, को करिकुलर एक्टिभिटिजहरूको बारेमा चाहिँ अनुगमन त्यसलाई चाहिँ सपोर्ट गर्ने अनि विद्यालयको माग, विद्यालयको आवश्यकता अनुसार चाहिँ हामी के प्रोग्रामहरू गर्ने भन्ने कुराहरू पनि अनि कुन विद्यालयलाई कस्तो किसिमबाट सपोर्ट गर्ने भन्ने कुराहरूमा पनि हामी चाहिँ अगाडि बढ्ने प्रयासमा छौँ। यसको एउटा चाहिँ अहिले हामी सुरुवातीको क्रममा चाहिँ यो असारभन्दा अगाडि केही विद्यालयहरू भ्रमण गरेर प्राय सबै विद्यालयमा चाहिँ यो नयाँ पाठ्यक्रम सम्बन्धी अभिकरण चाह्यो, त्यस्तै मूल्याङ्कन सम्बन्धी पृष्ठपोषण अथवा प्रविधिकरण चाह्यो भन्ना साथै हामीले चाहिँ असारको बेलामा बिदाकै बेलामा चाहिँ हामीले कार्यक्रमहरू केही चाहिँ सुरु गरिसकेका छौँ। त्यस्तै यो सामुदायिक विद्यालयहरूमा कति ठाउँमा चाहिँ भौतिक रूपमा समस्याहरू रहेको र त्यस्तै विद्यार्थी सङ्ख्याको आधारमा त्यहाँ चाहिँ शिक्षकहरू नपुगेको त्यस्तो भएको कारणले गर्दाखेरि यो समितिकै सिफारिसमा हामीले के गरेका छौँ भन्दाखेरि यो इसिडीदेखि पूर्व प्राविदेखि कक्षा 5 सम्म विद्यार्थी सङ्ख्याको आधारमा कसैलाई 50,000, कसैलाई 1 लाख, कसैलाई 1.5 लाख रुपियाँ चाहिँ हामीले अनुदान दिएका छौँ। अनि त्यो अनुदानबाट सबै विद्यालयले अहिले चाहिँ ई एटेन्डेन्स राखेर शिक्षकहरूलाई पनि नियमित बनाउनुको लागि चाहिँ त्यसले सपोर्ट गरेको छ। अहिले हाम्रो सामुदायिक विद्यालय सबैमा ई एटेन्डेन्स सुरु भइसकेको छ अनि उनीहरू चाहिँ ड्युटी आवरभित्र 10 to 4 चाहिँ विद्यालयमै बस्नुपर्छ। यदि कतै जानु पर्यो भने लगबुकमा लेखेर के कारणले गएको उचित कारण सहित लेख्नुपर्ने त्यस्तो प्रावधानहरू पनि बनाएका छौँ। एउटा हामी चाहिँ अब नियममा पनि नियमन गर्ने अनि शिक्षकहरूलाई के कुरामा प्राविधिक रूपमा पनि सपोर्ट गर्ने हिसाबमै हामी अगाडि बढिरहेका छौँ। अब यो बाहेक नियमित क्रियाकलापहरू त हामी गर्दैछौँ। शिक्षा क्षेत्रमा सरकारको लगानी थोरै हुँदाखेरि भक्तपुर नगरपालिका लगायत अन्य सम्पूर्ण स्थानीय तहलाई यो अलिकति फरक त परेकै छ होला। भक्तपुर नगरपालिकामा कस्तो प्रभाव परिरहेको छ र गएको नगरसभाले भक्तपुर नगरपालिकाले भक्तपुरको नगरको लागि, नगरका विद्यालय, नगरको शैक्षिक क्षेत्रको लागि कति बजेट यहाँहरूले विनियोजन गर्नुभएको छ त?
भक्तपुर नगरपालिकाले यो अधिवेशनमा शिक्षा क्षेत्रलाई चाहिँ महत्त्व दिएर बजेटहरू विनियोजन गरेको छ र यसमा चाहिँ अब विगतमा गरेको यो छात्रवृत्ति उच्च शिक्षा हासिल गर्ने इतिहास भूगोल संस्कृति राजनीति शास्त्र स्नातकमा स्नातकदेखि विद्यावारिधीसम्म अध्ययन गर्नलाई छात्रवृत्ति दिइआएकोमा यो वर्ष अर्थशास्त्र तर्कशास्त्र दर्शनशास्त्रमा थप गर्ने कुराहरू छ। त्यस्तै प्रत्येक कलेजमा अनुसन्धान युनिटको लागि चाहिँ छुट्टै बजेटको व्यवस्था गरेको छ। अनि त्यस्तै विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक सुधार गर्नको लागि चाहिँ छुट्टै बजेटहरूको व्यवस्था गरेको छ। र यसरी नगरपालिकाले अब नेपाल सरकारबाट सशक्त बजेट बाहेक आउँदैन, तर नगरपालिकाले चाहिँ विद्यालयको आवश्यकता अनुसार चाहिँ बजेटहरू चाहिँ छुट्टै व्यवस्था गरेको छ। र त्यस्तै यो शैक्षिक ऋण पनि कन्टिन्यू गरेको छ। शैक्षिक ऋण गरिब तथा विपन्न विद्यार्थीहरूको लागि यो 5 लाखसम्म चाहिँ शैक्षिक ऋण दिने त्यसलाई पनि कन्टिन्यू गरेको छ। त्यो पनि एउटा चाहिँ राम्रो सहयोगकै रूपमा चाहिँ आएको छ। हजुर, यो शैक्षिक ऋण कस्ता विद्यार्थीहरूले पाउने अवस्था रहेको छ त? यो उच्च शिक्षा हासिल गर्नको लागि चाहिँ अब विद्यार्थी अथवा अभिभावकले चाहिँ नगरवासी विद्यार्थी अभिभावकले त्यो आर्थिक रूपमा समस्या भयो भने त्यो समस्यालाई समाधान गर्नको लागि चाहिँ उनीहरूलाई चाहिँ शैक्षिक ऋण भनेर 5 लाखसम्म दिन्छ। त्यो चाहिँ अध्ययन सकिएपछि बिस्तारै कम ब्याजमा चाहिँ त्यो फिर्ता गर्नुपर्ने हुन्छ। हजुर, अहिलेसम्मको यो शैक्षिक ऋणबाट कति लाभान्वित भयो त? यसमा चाहिँ वर्षको 100औं विद्यार्थीहरूले चाहिँ त्यो छात्रवृत्ति पाइरहेको छ। गत वर्ष 152 भन्दा बढी विद्यार्थीले पाएको थियो। यो वर्ष पनि अब त्यो चाहिँ प्रत्येक वर्ष थपिँदै जान्छ। अनि यो उच्च शिक्षा विशेष त यो ब्याचलर लेभल, मास्टर लेभल अनि त्योभन्दा माथिल्लो लेभलको शिक्षाहरूमा उनीहरूको शैक्षिक कार्यक्रम सकिएपछि अनि बिस्तारै उनीहरूले चाहिँ त्यो किस्ताबन्दी रूपमा चाहिँ फिर्ता गर्दै जान्छ। हस्, कार्यक्रममा आइदिनु भयो र शिक्षासँग सम्बन्धित विभिन्न विषयहरूमा हाम्रो दर्शकहरूलाई जानकारी दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद छ। यो तपाईँको टेलिभिजन मार्फत हामीले चाहिँ दर्शकहरूलाई भक्तपुर नगरपालिकाबाट विशेष त यो कक्षा 11मा छात्रवृत्तिमा अध्ययन गर्नुको लागि इच्छुक विद्यार्थीहरूको छनौट परीक्षा सम्बन्धी कुराहरू राख्न पाए। धन्यवाद छ। अनि यसै अवसरमा म श्रावणको 13 गते शनिबार बिहान खोपमावि देकोचामा हुन गइरहेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने कक्षा 11मा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको छनौट परीक्षामा संलग्न सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई समयमै परीक्षामा उपस्थित भएर परीक्षाको मर्यादा कायम गरेर आफ्नो प्रतिभालाई राम्रोसँग प्रोत्साहन गर्न सक्ने गरी परीक्षा दिन सकोस् र सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र अनि यसको नतिजा चाहिँ हामी अब अहिले चाहिँ यही दिन गर्छौँ भनेर हामीले तोक्न सकिरहेको छैन र यसलाई चाहिँ हामी सकेसम्म 1 हप्ताभित्र नतिजा गरेर सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई यसको चाहिँ सूचना पठाउनेछौँ। अनि अघि भने जस्तै हामी एउटा फर्मल कार्यक्रम गरेर यो चाहिँ सिफारिस पत्र चाहिँ हामी औपचारिक रूपमै वितरण गर्नेछौँ। र म पुनः एकपटक सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई सफलताको शुभकामना व्यक्त गर्दै यो टेलिभिजन हेरिरहनु हुने सम्पूर्ण शिक्षा प्रेमी दर्शकहरूलाई चाहिँ आफ्नो क्षेत्रबाट विद्यार्थीहरूलाई चाहिँ शिक्षण सिकाइ उपलब्धि हासिल गर्नको लागि वृद्धि गर्नको लागि चाहिँ सक्दो सहयोग गरौँ र हामीलाई चाहिँ रचनात्मक सुझावहरू प्राप्त होस् भन्ने आशा राख्दै सबैलाई चाहिँ हार्दिक धन्यवाद व्यक्त गर्दछु। हस्, धेरै धेरै धन्यवाद यहाँलाई। कार्यक्रम भातगाउँ संवादमा आज हामीले कुराकानी गर्यौं भक्तपुर नगरपालिकाद्वारा वितरित कक्षा 11 को लागि निःशुल्क छात्रवृत्तिको विषयमा आज हामीले कुराकानी गर्यौं र आज हामीसँग कुराकानीका लागि हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद कर्मचारीजी। आज हामीले उहाँसँग कुराकानी गर्यौं र भक्तपुरको समग्र नगरका विद्यालयहरूमा दिइने छात्रवृत्तिको विषयमा कुराकानी गर्यौं र अर्को साता नयाँ श्रृङ्खलाका साथ कार्यक्रम भातगाउँ संवाद लिएर आउने नै छौं। तबसम्मका लागि म नवीना बिदा हुन्छु। हवस् त, नमस्कार।